माफ गरिदिनु तिमीले भन नि त तिमीले भन कि त्यो त माफ गरिदिनुहोस् म धनी साथीहरूसँग हिँड्न सक्दिनँ है मेरो सब साथीहरू गरिब रहेछन् अस्ति अस्ति के भयो अरे अस्ति पनि किन पैसा मागेको अरे कट्टु माग्न 100 रुपियाँ मागेको मेरो जिन्दगी गरिब आखिर अनुहार धनी भएर मान्छे गरिब देखियो होइन अनुहार धनी मान्छे कोही मान्छेले सही भनेको क्या आफू मान्छे गरिब भयो नि धनी साथी बनाउनु पर्ने रहेछ क्या धनी साथी बनाउनु पर्दो रहेछ तिमीले त बनायौ क्या मैले सकिनँ क्या तिमीले सकेन मैले चौधरीसँग बोल्न त बोलेको के भाइदैन कि को चौधरी विनोद चौधरी विनोद चौधरीको छोराको पनि छोरासँग बोलेको छोराको ठिक छ आयो मेरो ज्याकेट 3000 को आज हामी सपिङ जान्छौँ साथीहरू एकदम दामी दाम ठाउँहरू फेरि गरिब पारेर कता हो आइज न हिँड्न कता हो ल फोन समातो त 18 Pro Max अहिले फ्लिप नहुँदो रहेछ कि है टेन्सन त्यसमा भयो यता आइदिउँ सपिङ कसको लागि लग्जरी मोजा लग्जरी आइज एकदम धनी लाइफस्टाइल है दामी दोकान मैले दाँत निकालेको भने म ह्यान्डसम्म हुन्थ्यो कि तर हो कि नहुन के त सक्छ त कसैले 4 दिन भयो मुख निधो चाहिँ मैले त्यही पनि यस्तो उज्याल है भर्खर धोको अन्त राति लाइट बाल्नुपर्छ हामीले घर पर्दैन नि मोजा देख्न आउनु छिटो गइहाल्ने अङ्कल 100 रुपियाँ नि दिएन थम्नेर चाहिँ 100 रुपियाँ नि दिएनन् कट्टो किन्न भनेर हाल्यो हुन्छ सर सस्तो पाउँछ क्या 300 रुपियाँ पाउँछ कि मोजा किनिदिन्छु भनिरहेको छु मोजा मलाई त घरबाट थियो यार किनिदेऊ न मोजाहरू देखाउनु त अङ्कल हाम्रो फुर्बा अङ्कल है सेतोवाला दिनु लग्जरी लाइफ स्टाइल गरिबबाट धनी गरिबबाट एक्कासी धनी म हो धनी त म हो नि तिमी हो तिमी को धनी हो कि को धनीको साथी म एउटा जाङ्गेसम्म स्पोन्सर नगर्नु सक्ने धनी यार यस्ता धनीहरू तिमीले अनि फर्निचरको धाक्कोले देखाऊ भन्थ्यो तिमीलाई नभन मै ढाक देखाएर नकिन्देको कुन कोटामा स्कलरसिप भन्यो भने दिवाल भइहाल्छ कि भन्दैन मलाई 100 हो नि होइन तिमी आफै भन म भन्दिनँ कुन कोटा हो मैले भन्यो नि आफन्ती कोठा अनि ल आफन्ती होइन हामी मैले भन्यो नि मेरो घरै ढुङ्गा नआउँछ कि कुन कोटा हो भन्दै त आफन्तीको आफन्तीमा ओ माई गड यस्तो पारामा जान त नहुने तर हामी गइदिनु दादाले राम्रो बोल भएर हो ताउ त्यो एयर केटा र केटी छुट्टाउनु नसकिने हो भेनाको तटपट रे नि त भेनाको तटपट 100 रुपियाँ हो पोखरा जिन्दगीमा है मैले 21 सालको करियर एउटा धनी साथी बनाउन सकिनँ क्या तर मैले 21 सालको त्यस्तो राम्रो करियर थियो मेरो तर मेरो धनी साथी हुन सकेन होइन हामी मेरो खुट्टा डोक्यो ल तिमी हो हामी मान्छे गरिब कपडा जस्तो लाए पनि खाना चाहिँ हामी फेरि धनी ठाउँमै आउँछ अब डेली मिल हान्ने ठाउँ भन त अब यो कहाँ राख्ने हो त राम्रो भाइ आउ न अगाडि क्यामेरा अगाडि पर्नु परेन तिमी बरु यता आउनु तलब मान्छे पनि भन्दै धनी हेरेर सबै धनी धनीको आँखा धनी संसार
धनीको आँखामा धनी संसार आखिर गरी त मोडो खोइ त वेट छ बेल सेल हुनुपर्ने हो बेल पनि नभएर चाहिँ के लाउनु पर्दैन नि बेल भनेको कहाँको तेल हो तेल लाउँछ हामी सर्भिस सिकाएको खोइ त हामी आएर देखिरहेको छ है रिसेप्सन देखिरहेको एक खल हान्नुपर्छ क्या हो मोबाइल त मेरो खाएको बेला भेटौँला वा भन्नु त अगाडि पुन अगाडि जानु किन भनेर एक्सपेन्सिभ होला नि फेरि ठिकै 10 दियो त्यो मिठो रहेछ नि त्यस्तो नि त्यस्तो होइन क्या त्यस्तो होइन क्या होइन उसले हामीलाई एउटा सोध्यो होला है भिडियो गरेर खाएको बाल गर्दा ब्लगर हो आएर होइन तिमी ब्लगर हो अरू त्यस्तै होइन यो च्यानल तिम्रो नि होइन र तिम्रो नि होइन च्यानल म साइड क्यारेक्टर हो होइन हो म साइड क्यारेक्टर हो जस्तो लाग्यो मलाई एकदम हुनुहुन्छ र हाम्रो अपहार फुल फुड अफ सफलतापछि है खाइएन त्यत्रो यो कता हो के अरे पानी पर्दैन र पानी पर्दैन भन्दा केही बोल न तिमी केही बोल तिमी केही बोल पैसा धेरै खर्च गरेर बोल्न सकिन रे भन्छ कति रे 1700 यहाँको भाइरलको छान पर्दो रहेछ बरु है भाइरल आलु चप 100 रुपियाँको तपाईँ खानुपर्ने खास तर गर्मी त परै परेको है गर्मी भयो साह्रो भात खेलेर होला तिमीले गर्दा गर्मी तिमीले गर्दा चाहिँ गर्मी तिमी यो बेला हिँडेर जाडै थियो नि होइन माइनसमै थियो नि टेम्परेचर त दिनहरूमा गर्दै थिएँ म मासु खान पाउँछौ कि बिल्ला हामी हाल्छ कस्तो बिल्ला हो र मासु खाएरै आएको हो